यो मलाई मन पर्यो है यहाँलाई जान दिने पहिला छ्याबे धुलो त मिठो क्र्याक धुलो रहेछ यार तर भइएछ हो यतिकै बेला बेलामा हल्का गर्नुपर्छ के मामा के प्लिज माचिसको खुन अब केटा बाटो डाइरेक्सन चेन्ज भइदियो है हाम्रो उता मामा हुँदो रहेछ केटाहरू स्वागत छ नयाँ भिडियोमा होइन अब कति 7 महिनापछि फाइनली आइसक्यो होइन अब जान त कहीँ होइन यत्तिकै 7 महिना भयो त्यो भिडियो नहालेको होइन त्यो यसो हालौँ भनेर आज निस्किने भनेको निस्किन त्यस्तो कतै होइन यत्तिकै जङ्गलतिर यताउति जाने यसो भिडियो खिच्ने आउने त्यति हो होइन अब त्यति बेलाबाट अहिलेसम्म त हल्का फुल्का चेन्ज भयो होइन लास्ट टाइम ब्लग हाल्दा स्कुटी थियो योपालि चाहिँ हल्का यो बाइक रहेछ त्यही हो जाम अवश्य अब गोपुरतिर भेटौँ होइन यसो बाटोतिर हल्का फुल्का हाइपर राइट साइड हान्दै जाम भन सर यसो जङ्गलतिर गएर यताउति खिचेर हामी चाहिँ फाइनली निस्किसक्यौँ भन एङ्गल सेङ्गल मिल्यो कि मिल्यो होइन त्यो त थाहा भएन होइन अब भ्लग बनाउन हिँडेको यस्तै छ अब जाम भन अब पहिला चाहिँ पाइप लाइन पुग्न पर्ने हो होइन ओहो रियाक्सन त फेरि हरिप आउँछ कि हरिप त्यही हो केटा हो बाटोतिर यसो हल्का फुल्का राइड हान्दै जाम होइन धेरै बजी यस्तै चलाएको यार म त यस्तै चलाउँदा नि फेरि कहाँ हो कि अङ्कल फेरि कार ल्याएपछि फेरि पेलिदिने रहेछ कि सिधै धेरै स्पिड नि चलाउनु केटा ठिक ठिकै हिँड्नुपर्छ अब यस्तो खाली बाटो पायो भने चाहिँ छोड्न हुँदा यस्तरी बटार्नुपर्छ होइन त्यही हो मामाहरू हुनुहुन्छ होला अब त्यस्तो रेस्पेक्ट गर्नुपर्छ मामाहरूलाई नि मामालाई त अब एकदम रेस्पेक्ट हो नि त फेरि त्यस्तो काम गर्नुपर्छ मामाहरूले नि हामीले नि अब कामै गर्न पर्यो ठिकै छ ओहो फेरि बाटो फेरि हरिप बिजी हो क्या फेरि बाटो फेरि हामी चाहिँ केटा यहाँ कालिका नगर आइयो होइन फाइनली छिटै आइयो हामी कालिका नगर अब जाम के अरे पाइपलाइनसम्म जाने हो त्यहाँ अनि अर्को साथी छन् ओम नमः शिवाय यहाँ चाहिँ केटा ढोग्न पर्छ है यहाँ शिवालय मन्दिरमा हो त खै हामी जाने अब कताबाट जाने हो खै चेकिङ हुन्छ क्या फेरि मिरर सिरर अनि फेरि साइलेन्सर फेरि ग्यारेजमा छ बाइकमा हुनुपर्ने चिज त्यही भएर अब बचेर हिँड्नुपर्छ अब मामा अब यहीँबाट हगेर जाने त अब यहाँ अवस्था हल्का बाटोको हल्का नाजुक रहेछ जस्तो छ भिड छ त यार भ्लग बनाउँदा नि कहीँ छैन कि ठाउँै छैन यार ठाउँ भए मान्छे हुन्नन् मान्छे भए ठाउँ हुन्न यार बुटोलभरि लगभग सबै ठाउँ गइसकेको नगएको त ठाउँै छैन केही कहाँ जाने हुन्छ बाटो त एकदम क्रस फायर ल्याएर सिधै जोत्ने जस्तो रहेछ हालिदिए है जे पर्ला केटा यार ढाडमा हिलो छ्याप्छ क्या फेरि ऊ छैन के पछाडि मोटर गाड छैन छ्यापे हेर त पहाडी छेपे हो ओए मामा के प्लिज माचिसको खुन अब केटा बाटो डाइरेक्सन चेन्ज भइदियो है हाम्रो उता मामा हुँदो रहेछ अनि अटोवालाले नि यतै हालिदिनु भयो के गर्ने खै अब मामा नि ड्युटीमा योबाट जान्छ जान्दा उ त्यो अगाडिको गल्लीबाट छिर्नुपर्छ अब फर्स्ट टाइमबाट हामी बाँचिसकियो हिलो लाग्यो यार जुत्तामा यस्तो रिस्की हुन्छ क्या रिस्की 25,000 चोइट हुन्छ नि केटाहरू कसको हेर न फोन ओहो ओए साथी चाहिँ आइसकेको रहेछ नि केटा हल्का लेट भइएछ लेट हुन पर्ने त होइन तर भइएछ हो यत्तिकै बेला बेलामा हल्का गर्नुपर्छ के त्यो पछाडि बस्यो नि जाम हुन्छ तर स्पिड चाहिँ चलाउनु हुन्न कसको मकै खसेछ बाटोमा तर यार लास्टै भिड छ कि यो बाटो त हिँड्न नहुने हो
पर्यो नि पुग्ने ठाउँ त अब डट राइड हान्यो 390 लिएर हामीले ओहो कडा 390 डट राइड खोल्यो बे नम्बर प्लेट भाल्यो अब त्यहाँ खै त बोलाएको त यही हो कडा यार सो यहाँ चाहिँ होइन एउटा छक्का छ होइन आउन छक्का यस्तो एउटा कुरा भन न तिमी कहिलेबाट छक्का भयो त्यो भनिदेऊ कि मान्छेलाई होइन तिमी हुन त होइन बेहोरा केटा अफ क्यामेराको बेहोरा देखाउने भने थाहा हुन्छ होइन सो केटा हामीसित फाइनली अर्को एउटा नयाँ छपरी मेम्बर एड भइसकेको छ होइन यहाँ देख्न सक्छ चलाइ देखेर थाहा हुन्छ होइन सो यिनी चाहिँ छपरी हो होइन कहाँको छपरी हो साथी तिमी कहाँको छपरी हो तिमी नेपालको सुगडा यिनी चाहिँ नेपालको छपरी होइन त्यो बुझिसक्यौँ हामीले होइन सो थोपडा देखाइदेऊ नि त यताबाट कालो आएको साथी यताबाट गोरा आउँछ तिमी देखाइदेऊ न कुन स्टेजको छपरी हो साथी तिमी फर्स्ट स्टेजमा सो जाम भन अब चाहिँ डट राइड हान्न जाम फ्यान अन भइसक्यो केटा हरिप तात्यो क्या बाइक त ओहो मा सुत्यो भने त नमिठो गइन्छ यार पानी त छैन होला नि आना यस्तै बाटो डुक्लेर हिँडेछ क्या ओभर हिट हुने यार ओए ल जियो क्या यस्तो त केटा हो यस्तो त हामीले यस्तो नि अब सकिएन खुट्टा टेक्न पर्यो भनेपछि त बाइक चलाउनै छोड्दै भइहाल्यो नि ओए धुलो रहेछ यार पातले चेकेर म त धन्नै सिधै भुइँमा ओए 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 डट राइडै भयो त यार केटा ओहो तिमी बाइकमा एबिएस अन छ कि अफ छ अन हानेको एकचोटि ल्याउ त बाइक तर यो त हरिप स्मुथ छ केटा कसम यार लास्ट स्मुथ छ यो त साइकल चलाए जस्तो हुन्छ यो चलाउँदा हरिप स्मुथ यो त तातेको छैन नताते नि फ्यान अन हुन्छ यसको त 250 उडाम न यो त मिठो उड्छ यो त दुईमा नि उड्छ होला यो त उड्छ यार बिक्की दाइको त उड्दैन ओए के भएको ब्रेक लाउँदा के भएको यस्तो हेर है ब्रेक लाउँदा हेर है के भएको यो बाइकमा प्रब्लम रहेछ केटा यो बेच्न पर्छ ओ यहाँ चाहिँ हामी दोस्त भइयो होइन साथी उडाउन एकचोटि तिमीले फेरि तिमी धन्नै उत्तानो गर्थ्यौ खिच्चे नामले यताबाट हान्देऊ त एउटा फेरि यताबाट हान्छ ल हान त यहीँ चाहिँ माएर हान है केटा बाँध्दैन धेरै बाँध्दैन ल यता विली हेर केटा यहाँ चिम एउटा यहाँ चिम हान न एउटा यहीँ चाहिँ माएर हान न यो राम्रो थियो केटा यो मलाई मन पर्यो है केटा हो यो चाहिँ हल्का फुल्का उड्छ है यो चाहिँ यो 250 चाहिँ गियर सिफ्ट हान्दिँदै झरे है यो त के भयो डरायो केटा हो कहिल्यै बाइक चलाउन नजान्नेकोले बाइक चलाइरह है कहिल्यै बाइक चलाउन छी छक्का हो यार ल हेरम त हेरम चलाऊ त ल एक राउन्ड हानेर ल्याएन भने तिमी छक्का जाऊ गयो गियर चेन्ज फुल क्लच फिचर चेन्ज
फुल क्लच थिचेर चाहिँ जान भनेको जानेन कि बच्चै हो कि फेरि के गर्ने केटा हो यहाँ चाहिँ होइन हामीले यसको एबिएस अफ गर्नको लागि कुन फ्युज थाहा नपाएर 1 घन्टा फ्युज झिकेर हामी चेक गर्न तिम्रो नङ चाहिँ निकाल न साथी यार फ्युज यत्रो दुःख गरियो केटा हो अझै पनि कुन फ्युज हो कताको के हो केही मेसेज पाइएन हामीले त केटा हो अब मेरो बाइकको साउन्ड सुनाउँछु है मैले एक गियरमा यार न्युट्रलमा अब केटा रटटटटट सुनाऊ अब यो चाहिँ सुप्राको सानो भाइ हो अब रिल खिच्ने हो कि फर्स्ट टाइम डुक चलाएको फर्स्ट टाइम बाइक चलाएको गियरमा हाल ल मलाई राखेर हिँड कति गियरमा हाल ल हिँड जाम म फर्काउनु ल हिँड अब छि एउटा यस्तो छक्काहरूको कसको साइड बाइक छ बाइक चलाउनु नजान्ने छक्काहरू जसलाई मिल्छन् हाने केटाहरू यार ठ्याक ओ बाबु सुस्त विली जाला फुल क्रस खिच सेकेन्डमा हाल अब क्लच छोड्न पर्यो कि अनि फुल्ली ल केटा यसरी बाइक सिक्न गएको इन्ट्रेस्टेड छन् यस्तो मलाई मेसेज गरेर मलाई फाल्ला ल साथी एकमा हाल कुन खिच्ने सुस्त हल्का स्पिड घुमाऊ अब हेरमै कसरी घुमाउँछ अब हेरमै अब थाहा हुन्छ के अब थाहा हुन्छ बल्ल ताने बल्ल यति दुःखले ताने नि छि बाइक तान्न पनि जान्दैन कि अब चाहिँ निस्क्यौँ केटा हामी यहाँ घरतिर ल है दा अङ्कलहरूको पुरा बुलेट ग्याङ गइरह है साइलेन्सर चेन्ज गरेर मामाहरूले यसो भर्खरको बच्चा बच्ची भन्दा नि यसो ठुल्ठुलो अङ्कलहरूलाई नि यसो ध्यान दिन पऱ्यो के ओहो केटा हो रमाइलो हो त ओहो केटा हो साथीले खुट्टा टेके यिनीहरूलाई जान दिमै पहिला छ्याबे धुलो त मिठो वे क्रास क्या हो भ्लग बन्यो आज ओ साथी यतिकै राख्नु एकछिन स्क्र्याच लाग्यो छैन के ए साथी उता जाला के साथी हो एकछिन त्यत्तिकै राख तिमी नाच्थ्यौ त तिम्रो बाइक कहीँ कोतरेर होइन तिमी माटोमा उता फाल्छौ तिमीले बाइक अहिले हेर है तिमीले बाइक छोडिदेऊ त म बाइक साइड लाउँछु अनि उठाम अहिले फेरि उता फाल्छौ ए साथी माटोमा छ के बाइक केही हुन्न साइड स्ट्यान्ड आउनु भएछ ल छोपेरै बस रुक म बाइक मेरो साइड लाउँछु केटाहरूले पहिलोचोटि डुक्किनेसी यस्तै हुन्छ अवस्था केटा हो धेरै वर्षपछि भ्लग बनाउँदा कन्टेन्ट साथी कहाँ हामी अब केटा यहाँ ल्याउ न फोन सो केटा हो बाइक भर्खर यहाँ हाम्रो यहाँ नालीमा गएको छ साथी यो बाइक तिम्रो नालीमा जाँदा कस्तो लागिरहेको तिमीलाई बबाल ओ चस हान्दिउँ न साथी यहाँ छ हामीले हग हान्छौँ साथीले सेकेन्ड टाइम बाइक क्रास हानेको छन् आऊ हक गरौँ केटा हो कहाँ हो कि हामी जङ्गलमा ओहो ल केटा यतिको रमाइलो चाहिँ गर्नुपर्छ यस्तो रमाइलो गर्ने मान्छे मलाई चाहिरहेको छ कोही छ नि आमै ल पहिला बाइक उठाम्बे यो साथी यो बाइक तिम्रो नालीमा जाँदा कस्तो लागिरहेको तिमीलाई बबाल ओ ल चस हान्दिउँ न साथी यहाँ छ हामीले हग हान्छौँ साथीले सेकेन्ड टाइम बाइक क्रास हानेको छन् आऊ हक गरौँ केटा हो कहाँ हो कि हामी जङ्गलमा ओहो ल केटा यतिको रमाइलो चाहिँ गर्नुपर्छ यस्तो रमाइलो गर्ने मान्छे मलाई चाहिरहेको छ कोही छ नि आमै ल पहिला बाइक उठाम्बे यो धेरै केटा हो युवा जोस ल जोस हेर केटा हो यतिको रमाइलो चाहिँ भइरहेको छ यस्तो रमाइलो हेर्नलाई चाहिँ च्यानललाई सब्सक्राइब हाल्नु होइन यस्तो रमाइलोहरू आइरहेको छ हजुर कस्तो लागिरहेको साथी तिमीलाई यही भएन बालुवामा ल यी बाइक पनि कोतरेकै छैन कि यार ठ्याट हालेसी राम्रै फाल्न पर्छ नि धुलो खुला यार केटाहरूले छ्या केटा रमाइलो भयो है त्यो गुल्टिनी ठाम त थिएन के अरे अब गियर ख्याल नगरेपछि त्यस्तै हो अब
ठिक छ कहिलेकाहीँ हुन्छ 1-2 फेर लोटेरै यो सिक्ने तर नमिठो धुलोखुलो यार केटाहरूले बिहान नुहाएको फेरि नुहाउन पर्ने अवस्थामा पुग्ने भयो म त हामी चाहिँ सर्टकट बाटोतिरबाट जानु पर्यो केटा हो होइन यो बाटो अघि उता धन्नै छुप्पेन त्यही भएर एकदम सर्टकट होइन भित्री बाटो हिँड्नु पर्यो कस्तो के आह कता के आह मैले केही थाहा छैन यहाँ त ढाडमा हिलो छ्याप्ने भयो नि यार मलाई त सेट यार ओए के हो यहाँ बाटो यस्तो यता चौडातिरबाट निस्किनु हुन्न केटा हो भेरी रिस्की यतैबाट चट्ट जानुपर्छ ओहो भा केटा नखेल्ने हो यतिको रियाक्सन चाहिँ हुनुपर्छ है केटा हो छिटो ग्रीन लाइट छ छिटो फोन खस्ने हो कि भन्न पर्ने के फेरि यार समस्या छ ओए सेट यार सेट मामा धन्न जिसकेटा हरिफ कुदा थिएँ कि मैले उता हरिफ कुदा थिएँ म त महाकसम मतिरै आए जस्तो लगाएर उता राइट साइड हाल्नै मन लागेन खासमा त्यहीँबाट राइट जानु पर्ने हो होइन मैले फेरि उता औडै कुदा थिएँ अनि साउन्ड फेरि एकदम लाउड आउँछ केही न केही भन्ने कि जस्तो लागेको थियो धन्न केही भन्नु भएन म जान नि समस्या छ केटा हो अनिसको घर जानुपर्छ कि यार सिधै अनिसको क्यामेरा हो त्यही गर्नु पर्ला सिधै अनिसको घर गएर भिडियो सिडियो यता ट्रान्सफर गर्छु अनि त्यसपछि बल्ल म घर जान्छु केटाहरूलाई सिधै अनिसकै घर लिएर जानु पऱ्यो त्यसो भए केटाहरू यता आइदिएको आहा यतिको रियाक्सन चाहिँ चाहिन्छ है सो आजको लागि यति नै भयो केटा होइन अनि म चाहिँ यहाँ छु अनिसको चाहिँ एकदम पढाइ चलेर हालिदियो तर हामी पढ्न पऱ्यो होइन त्यही हो अब 10,000 पुग्न लागेको